नमस्ते। आज हामी नर्सिङ पेशाको विश्वव्यापी अर्थशास्त्रलाई केलाउँदैछौँ। संसारभरि नर्सहरूको ठूलो अभाव छ र हो यसले उनीहरूको तलबमा सीधा असर पारेको छ। यो एउटा यस्तो आर्थिक कथा हो जसले स्वास्थ्य सेवाको भविष्यलाई नै आकार दिइरहेको छ। ल सुरु गरौँ है त। $94,869। सोच्नुहोस् त, यो कुनै कम्पनीको सीईओको होइन, एउटा नर्सको औसत वार्षिक तलब हो, त्यो पनि संसारको सबैभन्दा धेरै तलब दिने देशमा। यो अङ्क मात्र होइन, यो त दक्ष स्वास्थ्य कर्मीहरूलाई आफ्नो देशमा तान्न चलिरहेको विश्वव्यापी दौडको एउटा सङ्केत हो। त्यसो भए यो दौडमा सबैभन्दा अगाडि को छ त? शीर्षकमा छन् स्विट्जरल्यान्ड, लक्जमबर्ग र अमेरिका। तर किन यति धेरै तलब? कुरा सिधा छ, अभाव। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् 2030 सम्ममा संसारलाई थप 90 लाख नर्सहरूको खाँचो पर्नेछ। यही अभाव पूर्ति गर्न यी धनी देशहरू एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्। तर एकछिन है, के यति ठूलो तलबको अङ्कले नै सबै कुरा बताउँछ त? के यति कमाई हुनुको मतलब साँच्चीकै सम्पन्न जीवन हो? अब अलिकति गहिराइमा जाउँ र कुरा गरौँ वास्तविक खरिद शक्तिको, अर्थात् त्यो पैसाले वास्तवमा के कति किन्न सकिन्छ भन्ने कुराको। हो, यही कुरालाई यो भनाइले एकदमै राम्रोसँग समातेको छ। आकर्षक तलब त छ, तर त्यो अक्सर महँगो जीवनशैली र चर्को करले गर्दा खासै बचत नहुन सक्छ। त्यसो भए अब हेरौँ यी ठूला तलब अङ्कहरूले एक नर्सको वास्तविक बजेटमा कस्तो असर पार्छन्। ल जुरेजको उदाहरण हेरौँ न। कर तिरेपछि एक नर्सको हातमा लगभग 4,600 स्विस फ्र्याङ्क आउँछ। सुन्दा त एकदमै राम्रो लाग्छ होइन? तर जब हामी घर भाडा, अनिवार्य स्वास्थ्य बीमा र खाना जस्ता आधारभूत खर्चहरू घटाउँछौँ, तब हातमा केवल 1,550 फ्र्याङ्क जति मात्र बाँकी रहन्छ। अब लक्जमबर्गको कथा हेरौँ। यहाँ अलिकति फरक छ। खुद आम्दानी थोरै कम भए पनि यहाँ सार्वजनिक यातायात निःशुल्क छ। यसले गर्दा महिनाको अन्त्यमा खर्च गर्न मिल्ने पैसा जुरिजको भन्दा पनि बढी हुन जान्छ। यसले के देखाउँछ भने तलबको अङ्क मात्र सबथोक होइन। जीवनयापन खर्च र स्थानीय नीतिहरूले वास्तविक आम्दानीमा ठूलो फरक पार्छ। ल अब विश्व बजारको शिखरबाट ओर्लेर हाम्रो आफ्नै वास्तविकतामा फर्कौं। नेपालको आर्थिक परिदृश्य बिल्कुलै फरक छ र यहाँका नर्सहरूका लागि कथा एकदमै भिन्न छ। यहाँको अवस्था हेर्दा त्यो विश्व बजार र हाम्रो स्थानीय वास्तविकता बीचको खाडल कति गहिरो छ भन्ने प्रष्ट हुन्छ। जहाँ विश्व बजारमा वार्षिक तलब करोडौँमा हुन्छ, नेपालमा नर्सहरूको मासिक तलब केही हजार रुपियाँमा सीमित छ। नेपालमा चाहिँ तलब मुख्यतया शैक्षिक योग्यतामा भर पर्छ। हिसाब सिधा छ, जति उच्च योग्यता उति नै धेरै तलब। डिप्लोमा तहको एएनएमदेखि स्नातकोत्तर तहको एमएससी नर्सिङसम्म हरेक शैक्षिक तहले कमाईको सम्भावनालाई बढाउँदै लैजान्छ। नेपालमा अर्को ठूलो भिन्नता छ सरकारी र निजी क्षेत्रको तलबमा। एकातिर सरकारी जागिरमा पेन्सन र स्थायित्वसहितको निश्चित तलब हुन्छ, अर्कोतिर निजी क्षेत्रमा तलब एकदमै अस्थिर छ। हालसालै नर्सहरूले निजी अस्पतालहरूलाई कम्तीमा सरकारी न्यूनतम तलब दिनुपर्छ भनेर विरोध प्रदर्शन समेत गरेका थिए। अब कुरा गरौँ त्यो मुख्य कारणको जसले यो सबैलाई चलाइरहेको छ, बसाइसराई। यो पुश र पुल फ्याक्टरहरूको कथा हो, जहाँ आर्थिक अवसरले प्रतिभालाई एक ठाउँबाट अर्को ठाउँमा तानिरहेको हुन्छ। यो तालिकाले बसाइसराईको पछाडिको आर्थिक कारणलाई छर्लङ्ग पार्छ। नेपालको तुलनामा खाडी मुलुकमा 4 गुणा बढी कमाई हुन्छ, तर जब हामी बेलायत वा अमेरिकातिर हेर्छौँ यो अन्तर 20 गुणा भन्दा पनि बढी छ। यो केवल तलबको भिन्नता मात्र होइन, यो जीवनै परिवर्तन गर्ने आर्थिक प्रोत्साहन हो जसले नेपालको स्वास्थ्य प्रणालीबाट दक्ष जनशक्तिलाई बाहिर तानिरहेको छ। यो फरकलाई अझ प्रष्ट पार्न दुवैतिरको सबैभन्दा माथिल्लो तहको कमाईलाई हेरौँ न। अमेरिकामा एक विशेषज्ञ नर्स एनेस्थेटिस्टले वार्षिक $2 लाख भन्दा बढी कमाउन सक्छन्। उता नेपालमा सबैभन्दा राम्रो मानिने आइएनजिओको पदमा पनि मासिक तलब 1.5 लाख रुपियाँको हाराहारीमा मात्रै हुन्छ। यो भिन्नता साँच्चै नै विशाल छ। अब यो प्रतिभा पलायनलाई रोक्न र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन नेपाल सरकारले केही प्रयास त गरेको छ। जस्तै जिल्लाहरूलाई दुर्गमताको आधारमा वर्गीकरण गरेर त्यहाँ काम गर्ने स्वास्थ्य कर्मीहरूलाई अतिरिक्त भत्ता दिने व्यवस्था गरेको छ। यो भत्ता आधारभूत तलबको 100% पनि हुन सक्छ। त्यसो भए हामी कहाँ आइपुग्यौं त? एउटा दोबाटोमा
यी सबै चुनौतीहरूका बीच नर्सिङ पेशाको भविष्य कस्तो देखिन्छ? के यो विश्वव्यापी र स्थानीय तहको खाडल कहिले पूर्ण सकिन्छ? अब यसका संस्थागत सङ्घर्ष र सम्भावनाबारे कुरा गरौँ। यहाँ दुई बिल्कुलै फरक संसार देखिन्छ। एकातिर स्विट्जरल्यान्ड जस्ता देशहरू नर्सहरूको मनोबल र काम गर्ने वातावरण सुधार्नमा केन्द्रित छन्। अर्कोतिर नेपालमा नर्सहरू आफ्नो आधारभूत तलबको मापदण्डकै लागि सङ्घर्ष गरिरहेका छन्। हालै सरकारले महँगी भत्ता बढाएको छ, तर यो विशाल समस्याको एउटा सानो समाधान मात्रै हो। डाक्टर जोशीको यो भनाइले नीतिगत चुनौतीहरूलाई एउटा मानवीय आवाज दिएको छ। यसले के देखाउँछ भने प्रतिभालाई देशमै राख्न प्रणालीगत परिवर्तनको खाँचो छ। केवल भत्ताले मात्र पुग्दैन, समग्र दृष्टिकोण नै फरक हुनुपर्छ। र अन्त्यमा एउटा गम्भीर प्रश्न छोडेर जाँदैछौँ, स्याहारको यो विश्वव्यापी बजारमा स्वास्थ्य सम्पत्तिको यो एकतर्फी प्रवाह के कहिले उल्टाउन सकिएला? कि नेपाल जस्ता देशहरूले पनि कुनै दिन विदेशबाट स्वास्थ्य प्रतिभा र स्रोतहरू आकर्षित गर्न सक्लान्? यो प्रश्न आजको विश्वव्यापी स्वास्थ्य बजारको सबैभन्दा ठूलो चुनौती हो।